क्यामेराम्यानै गइदिने हौ ओए यसलाई खाजा खुवाउनु के म ओ ल के हो क्यामेराम्यान के हो आउ गयो आज क्लास तिलो एकदम नन क्रेडिट कोर्स रिएक्ट जेएस वेब डेभलपमेन्टको लाइब्रेरिज गाइज आज हामी सरको भ्लग हान्ने हो Arisusले come on back, let's go. Oh, come on. I can't hear your voice, darlings. Your voice is very, very low. Darling, chiro. Welcome back. ए सुनलै पछि सबले सुनलै गुड मर्निङ आजको भ्लग भनेको कलेज भ्लग हुनेवाला छ होइन भवाल खालको एकदम सँग अब हामी पनि बिहानै हो अब क्लास सुरु भइसकेको छ कि छैन 15 मिनट बाँकी छ 10-15 मिनट जस्ट क्लास एटेम्प गर्छु अनि आजको भ्लग भने कलेज भ्लग नै बवाल हुनेवाला छ किन यो अब फोर्क चाहिँ युज गरेन भन्दाखेरि आज चाहिँ डिफ्रेन्ट वेमा हुन्छ यो चाहिँ माइक्रोफोन अस्ति नै चाहिँ फोर्क युज गरेर चाहिँ हल्का के भन्ने मसँग छ सुजल पौडेल बाहुनको छोरो एक नम्बर बाहुनको छोरो गाइज अब हामी कलेज पुग्नु लागिसक्यो अब कलेजमै गएर भेटौँला गाइज हेलो दाई के छ दाई सबै कुरा ठिक छ दाई नि अब भ्लग हान्दिबाट दाईको एक सर्ट भनिदिएर आज चाहिँ ल दाई गएँ हामी पनि विकास आऊ तिमी यहाँ आऊ न मलाई यहाँ आऊ न आउनु तिमी विकास आयो भने सबैजना आउँछ हाम्रो क्लासमा चाहिँ एटेन्डेन्स मैले अस्तिदेखि यही कुरा भनिरहेको छु होइन विकास होइन यस्तो मान्छे हो कि होइन विकास प्रेजेन्ट सब प्रेजेन्ट विकास छैन सब एब्सेन्ट केटाहरू त त्यो भित्र छ त यार केटाहरूले ल्याएको छ लोच्छे हो ए अस्ति निकाले गाइज क्लास फर्स्ट आइसक्यो गाइज हामी टोयलेट है वासरुममा है आमा के तन्किरहेको छ त माइक्रोफोन त यस हेर केटाहरू चाहिँ आफ्नो काम गरिरहेछ गाइज बट हामी कलेज आइसक्यो कलेजको वासरुममा हो गाइज वासरुम भन्ने कि बाथरुम भन्ने कि टोयलेट भन्ने एकजना यहाँ के छ गाइज आज हाम्रो चाहिँ लोत्से हो लोत्सेमा क्लास छ गाइज यहाँ चाहिँ यार लोत्से खोइ कहाँ हो ए मैले देखेन यार क्यामेराम्यान यहाँ रहेछ आजको क्यामेराम्यान ह्यान्डलिङ यो मान्छेले गर्छ यार के छ त अनि आजको मेन सिक्न जाऊ तिमी नमस्ते क्लास सुरु हुन्छ ल अब 1-2 मिनट पछि गाइज ह्यापी बर्थडे यसले दिनु चाहिँ के दिन्छ आज औ केटा हो लड्डु खाने हो गाइज लड्डु आज बुक हाने होइन पार्टी बुक हाने होइन गाइज उसको चाहिँ आज बर्थडे रहेछ होइन पौडेल होइन यार भुजेलको बर्थडे यार यो के हो यस्तो ओ यार आज ल आयो केटाहरूले बिहान मिठाई चखायो बर्थडे खिलायो सम्झे बर्थडे खिलायो बर्थडे खाने हो ओ सम्झी अर्को मुली आज हामी बर्थडेको टफी खाइरहेको छ हाम्रो मोटुको बर्थडेको टफी मोटेले आज होटलमा लान्छ कि भनेको यत्रो कहाँ चक्लेट दियो यार छि अति भयो यार A few moments later. क्लास कहाँ हो ओ युनिक प्रोजेक्ट छैन अहिले छैन वा झ्याउ भइगयो नि यार क्यामेराम्यानै गइदिने हौ ओए यसलाई खाजा खुवाउनु के म ओ ल के हो क्यामेराम्यान के हो आउ गयो के हो क्यामेराम्यान आज भोलि के भएको यार दिउँ यही मेरो भान्जु के छ तिम्रो के छ खबर ओए ग्रुप बनाइरहेको छ यार कसको हाम्रै हो यस ल केटाहरूले ग्रुप सुप बनाइरहेको छ होइन युनिको एक्टिङ सो ब्युटिफुल छ भन्नु मिलेन एकदम इनर्जेटिक छ तिमीले चाहिँ अन्त बनाउने हो क्या बुझ्यौ तिमीलाई अन्त बनाउँछु म अन्ध सन्ध बन्दिनँ गाई यस्तोमा अन्ध सन्ध बन्दिनँ सिधै
सिधै थप्पड हान्नेमा बस्छु म आउने जस्तो आज क्लास तिलो एकदम नन क्रेडिट कोर्स रिएक्ट जेएस वेब डेभलपमेन्टको लाइब्रेरिज गाइज आज हामी सरको भ्लग हान्ने हो कम अन लेट्स गो सरको ए सर आउनु भन्छ ए आज सरको भ्लग नहानु सरले फेरि निकालिदिनु हुन्छ होइन कस्तो गर्मी भएको आज त यार थैट अनि यस्तो मेन हेलो रम्मा हेलो श्यामा रम्मा हाय रम्मा त्यो सब के दुईटा क्लास सकेर चाहिँ हामी खाजा खान जान लाग्यो आधी घन्टा मात्र बाँकी छ गाइज होइन सबैजना हेरिरहेको छ जेसुकै होस् बालै फरेर होइन यो भनेको एकदम वरिष्ठ ओइ मुला जायज बानेश्वर चोकतिर हो क्यामेराम्यान बाटो छ जब खाजा खानु लाग्यो त्यतिखेर मात्र आउँछ क्या सँगै न भाइ खाजा खाएपछि कन्टेन्ट बनाउन जाऊँ भन्यो भने भाग्छ यो क्यामेरा भाग्छ अहिले यस्ताले के भत्ता दिनु के स्यालेरी दिनु अब गाइज हामी खाजा खाने ठाउँमै गएर भेटौँला गाइज आज नि नानै हान्नुपर्छ जे भयो नि लजाउ गाइज यिनीहरू चाहिँ यहाँ यता यता हेर्नु होइन यिनीहरू पुरै अब बन्नुवाला त हो के अरे त्यो नामै बिर्स्यो त्यसको होइन आशिका तामाङ बनेर अब त्यो गर्नु पर्ला यार यहाँ गएर इन्क्वायरी गर्नु पर्ला ल मेरो भ्लगिङ चाहिँ सक्यो होइन अब वाङ्सको पालि सक्यो भन्ने यस हामी अब खाजा खाइसक्यो होइन अब क्लास सुरु भइसक्यो अब जानुपर्छ हामी खासमा चाहिँ क्लासमा फेरि सरले छिराउँदैन यार सुनिल सेट्टी भन्ने सर आउनु भएको सर पढाउनु होइन अब जानुपर्छ गाइज अब कलेजमा ल गाइज यो घाम हेर्नु न घाम ए कहाँ हो घाम घामले मेरो यहाँ खाइसक्यो हजुर मेरो ढाड भाइसक्यो आजको दिउँसो चैताको वैशाख कति गरे वैशाख होइन जेठ सुरु भएछ घाम यस्तो छ काठमाडौँ भ्यालीको पुरा जाम देख्न सक्नुहुन्छ यो कहिले जाम खुल्ने यो के हो जाम यस्तो ए छोड्देऊ क्यामेराम्यान चाहिँ यार सही हो यार यतिको चाहिँ हुनु पऱ्यो क्या बल्ले क्यामेराम्यान फोकस गरो क्यामेराम्यान जल्दी फोकस गरो कहाँ हो अमेरिका ल्याङ्ग्वेज सेन्टर गाइज हाम्रो चाहिँ आज साइबलमा छ ला कम्बिनेसन क्लास है गाइज ओए छिरिसक्यो यार म्याम त मार्छ होला ओए सेठीले हान्छ यार भान्छ सबै यही बसी मिलाएर पढ्छ गाइज हाम्रो क्लास चाहिँ सुरु भइसक्यो है अब 10:30 देखि 11:30 बजीसम्म क्लास छ ल गाइज आज हाम्रो चाहिँ क्लास सकिसक्यो है अब सेकेन्ड लास्ट अब लास्ट बाँकी छ आधी घन्टा पछि सुरु हुन्छ गाइज अहिले चाहिँ हामी केटाहरूसँग शीतल तावा पिरहेको छ छहारीमा ओ भन्छ के अरे नाम उसको हबिबी हो कि हबिबी कहाँ से लोग हो तिमी हबिबी जल्दी सत करो मेरो केटाहरूले यार 1 मिलियन नपुग्दै मेरो फोन बिगार्ला जस्तो लाग्यो चलेको गर्छ बाँदर भन्दा कम छैन केटा ओए को पारिपट्टि ल आँखा त सिधै आँखा त टार्गेट ठाउँमै जान्छ त गाइस ह्यारिस कुसले म्याकुरिन बोल्ला म अब हेर न ह्यान्डसम मान्छे हेर न ह्यान्डसम मान्छे टेक्स पार्क हेर टी सर्ट लगाएको मा धोक्रा जस्तो लाग्छ मुला हेर न मुला मैले गाइस यहाँ त्यो पारिपट्टि केटीहरूको यहाँ पुरा चिप्लेटी खेलेको देखिरहेको छु गाइस यहाँ हेर यहाँ नै यहाँ यिनीहरूको ताल यस्तो छ यिनीहरू के घरबाट पढ्छु भनेर आउँछ यहाँ हेर न ताल यसको हेर न यो ताल लजाइ यिनीहरूको ताल हेर न नि यस्तो फेल हुन्छ यिनीहरू गाइस यिनीहरूले के भन्नु अरे कमन ब्याग लेट्स गो कमन उसको जिउ हेर न मा कस्तो मोटो क्या अकुलो क्या ह्यान्डसम भयो यतिको भएपछि त अनि फिदा बनादिया ल हेर ओए फैन होइन तूने मेरा ड्रीम का मीम बना दिया इसने भाई ने तूने मेरा एडिट करके रीन दियो त फेरि खतरा लिरिक्स आफ्नै हो गाइस लिरिक्स आफ्नै हो मिलाएर बनिहाल्छ लिरिक्स आफ्नै हो गाइस यिनीहरू घरबाट यहाँ पढ्नु आउँछु भनेर आउँछ यहाँ हेर न यिनीहरू अर्को फेरि यिनीहरूको ग्याङ यहाँ हेर न यहाँ हेर खेलेको यो के हो यो के हो यिनीहरूले भरेमा हेर यसको दाइले बाबा आमाले भनिदिन्छ हेर न म तल यिनीहरूको हेर न यहाँ हेर न यहाँ यिनीहरू जतिखेर नि खेलिबसेको अझ त्यत्रो चस्मा लगाएर नि मलाई देखेको छैन भने चाहिँ कस्तोसँग म ध्यान दिएर खेलिरहेको त अब भन्ने ल हेर मेरो पल्सा हतियार पल्सा अब फेरि क्या मेरो अगाडि हेर नि हेर नि यो दिवाना के भएको दिवाना यत्रो सिटी टावरबासी के भएको हेर खेलेको इराहरू फेरि तिम्रो ब्याग चाहिँ खोला म्याम आउनु भइसक्यो टाइम भइसक्यो यो ब्याग खोल न छोड अहिले केटाहरूलाई बाँड्नु ल यो गाडीमा लगाऊ न स्क्रिप्ट के भन्दा तिमी यो यस्तो गर्दै आउँछ होइन अहिले भ्याउँछ अहिले ल
अहिले तिमी घर जान आँटियो भने नि जाने हो तिमीलाई म केटाहरू कन्टेन्ट बनाउँछ मा सुरोट पनि लिएर आउँछ अरे फोरी बच्चाहरू गाइज अब कन्टेन्ट बनाउनु भने टाइम पनि भएन है अब क्लास पढ्नुपर्छ यस फुटाउँला केटा हो फुटाउँला म त जाने गाइस यतिको चाहिँ हुनु पर्यो यतिको हुनु पर्यो ल म्याम अब हुँदैछ ए म्यामको नि भ्लग हानिदियो क्या ओए हेऱ्यो देख्छ यार अति त गर्नु भएन यार म्यामको पनि भ्लग ओए भान्जा कहाँ हो तिमी बस मुला हो ओए बुझी बार्छ सुजल पौडेल इज यु क्यान गो देयर जाऊ भा मेन्टेन गर त्यो अगाडिको गए बाहुनको छोरो गए के गर्नु त्यहाँ जुम गर्दा ओए हात हटा ल सालो हात हटाऊ ओए मामाको साला त्यो त सबै पेन स्मुथ नि चल्छ कुन पेन चल्दैन र हबिबी त्यसले यिनीहरूको हुँदैछ है म्यामले बबल पढाइरहेको छ है गाइज आज चाहिँ पुरा नाटकै है अन्टरप्रेनरको चाहिँ होइन हल्का एउटा चाहिँ एक्सपिरियन्स कसरी चाहिँ ओइ कहाँ गयो यिनीहरू I can't hear your voice, darlings. Your voice is very, very low. डार्लिङ छिरो यार वाल दिदी अर्ची जल्दी फोकस करो म्यामले हेर्न हान्छ हेर न हेर के हो एयर होस्टेसको भोइस कहाँ गयो यो कुन पेन हो एयरटेल लिडमा रेड ब्लू सबै चल्दैछ त मारे मे अब यो म्यामले मलाई मार्यो कलर नि मन परेन त्यो पेनको मान्छे राम्रो भए गर्ने किन कलर नखाने केटाहरू तिमीहरू दाइ यार तपाईँ चाउचा खानु आउनु कोक नखाने कोक हेर यस्तो त आफै खाने आफै किने आफै खाने अनि कोक फोहोर फाल्ने होइन यसरी टिप्ने हो यो देखाएको हो यस्तो चाहिँ फाल्नु हुँदैन भनेर गाइड कन्टेन्ट सन्टेन्ट नि बनायो अब घरतिर लाग्नुपर्छ होला जे जस्तो भए पनि ठन्डा राम बनाउने भएर जतिखेर नि है क्यामेरा सँग कोक नखाने तिमी ओ कहाँ सक्छ क्यामेराम्यानले सक्छ मुजी यो क्यामेराम्यानको डिमान्ड हेरेरै टुट राखिदियो है टुट ल एक्सन यो क्यामेराम्यान हेर न बियरको डिमान्ड गरिरहेको छ गाइज यहाँ कोक किने होइन क्यामेराम्यानलाई भनेर सँगै लिएर गएको कोक किने बियर खान्छ रे डिमान्ड बढ्यो होइन रोटीबाट नानबाट राजमाबाट कोक किन्यो बियर रे जहाँ पाइँदै भ्याले खाएपछि जहाँ पाइँदै भ्याले आयो गाइस बानेश्वर चोकमा अब होइन छुट्टी भएछ अब घर जानुपर्छ के गर्ने यार 2 बजिसक्यो झ्याउ छ अब जानु पर्यो असाइनमेन्टहरू गर्नुपर्छ ल्याङ छ अब यो बच्चा होइन हामी त स्कुल गएको जस्तो भइरहेछ हेर के हो यो हल्का अस्पताल रे ओ तिमीहरू यहीँ जाने यहीँ बस्ने ल राखिदियो यार अब घरमै गएर भेटौँला गाइज ल जाऊ मन जाने हो त्यहीँ गाइज आजको भिडियो चाहिँ बवाल भएको छ होइन लाइक एन्ड सब्सक्राइब मुख लड्को लाइक एन्ड सब्सक्राइब कमेन्ट सेयर डाउन बिलो हान्नु पर्यो गाइज आजको भिडियो चाहिँ यति हो हावाले उडाइसक्यो यार